यौकुटी बुटोलमा भने आज ठुलो एक्सिडेन्ट भएको छ। यो टिप्परले भने यो अर्को लेनमा गएर एउटा स्कुटरलाई ठक्कर दिएको छ र आफ्नो पनि यो छेदविच्छेद भएको छ। यो यसरी हिँडिरहेको यो लेनमा भने उसले आफूले बाड तोड्दै यो अर्को लेनमा गएर भने यो यसरी ठोक्किन पुगेको छ र उसले आगोतिर पनि उता पोल देख्न सक्नुहुन्छ, उतातिर उसले क्षति बनाएको छ, क्षति पुर्याएको छ। यसले त्यतातिर उता अर्को लेनमा गएर यसले स्कुटीलाई समेत ठक्कर दिएको छ र दुईजना थिए अरे स्कुटीमा। एउटा भने सकुशल छ र एउटा भने केही चोटपटक लागेको भन्ने मैले खबर पाएको थिएँ। त्यसैले बचेर हिँडौँ। यो स्पिड गति बढी भयो भने यसले दुर्घटना निम्त्याउँछ र यसले ठुलो क्षति गराउँछ। त्यसैले कृपया यो टिप्पर चलाउने दाजुभाइहरू भने राम्रोसँग ध्यान दिएर यो अर्काको ज्यान पनि जोगाउनुपर्छ भन्ने हिसाबले हिँडिदिनु होला। सधैँ पैसा मात्र दिमागमा राखेर हिँड्यो भने यसरी ठुलो क्षति पनि बेहोर्नु पर्न सक्छ।